जुन भिडियो मैले अस्ति रिसेन्टली अपलोड गरेको थिएँ त्यसको लागि म तपाईहरुलाई थ्यांक यू र धन्यवाद दिन चाहन्छु। किनभने लाइक गरिदिनुभयोस्, फलो गरिदिनुभयो, धेरै मन पराइदिनु भयो। जुन चाहिँ मैले अस्ति भ्याकेन्सीको बारेमा भनेको थिएँ नि, ब्लाइन्डली चाहिँ एटेम्प्ट नगर्नु ल तपाईहरु। यो चाहिँ म भन्छु, ब्लाइन्डली चाहिँ एटेम्प्ट नगर्नुहोस्। जसलाई एक्सपिरियन्स छ, जसलाई कामको नलेज छ, त्यो मात्रै जानुहोस्। जसको इङ्ग्लिस राम्रो छ, किनकि अहिले त सबले ट्राई गर्दैछ। अहिले 100 जनाको इन्टरभ्यू लियो भने 20-30 जना मात्रै छिर्छ अहिले। जसलाई कन्फिडेन्स छैन, जसलाई केही थाहा छैन, नलेज छैन, त्यो चाहिँ अननेसेसरी पैसा चाहिँ वेस्टेज नगर्नुहोस् ल। त्यति चाहिँ त्यस्तो चाहिँ नगर्नु। लकको माथि पनि भर नपर्नु कि मेरो लक राम्रो हुन्छ होला, म छिर्न सक्छु होला भन्ने त्यो पनि ट्राई नगर्नु। जसलाई कामको नलेज छ, जसलाई थाहा छ, त्यो मात्रै आउनुहोस् ल, त्यो मात्रै ट्राई गर्नुहोस् ल। किनभने बेकारमा पैसा वेस्ट हुन्छ नि त। म पनि चाहन्न कि मेरो फलोवर्सहरूको पैसा वेस्ट होस्, टाइम वेस्ट होस् हैन। किनभने डकुमेन्टहरू रेडी गर्नु पनि धेरै खर्च लाग्छ, 5-10 हजार लागिहाल्छ। यता इन्टरभ्यू प्रिपेयर, यता जानु पर्यो, उता जानु पर्यो, भाडा लागिहाल्छ। त्यो सबै सोच्नुहोस् तपाईहरु है। र अर्को कुरा, अब तपाईहरु जस्तै इन्टरभ्यूको लागि जानुहुन्छ, के कामको लागि इन्टरभ्यू जानुहुँदैछ त्यो रिसर्च गर्नुहोस्। अब सुपरमार्केटमा हो भने चाहिँ अब स्टोर भिजिट गर्नुहोस्, हेर्नुहोस् म्यानेजमेन्ट कसरी हुन्छ स्टोरमा, काम कसरी हुन्छ, स्टोर कसरी ह्यान्डल हुन्छ त्यो हेर्नुहोस्। त्यताबाट पनि तपाईले नलेज लिनुहोस्। त्यो सबै हेरेर इन्टरभ्यूको लागि प्रिपेयर गर्नुहोस्। पहिला त स्ट्रिक्ट थिएन नि त हाम्रो टाइममा त, अब वार पनि थियो। त्यति बेला वार चलिरहेको थियो। हामी त फर्स्ट ग्रुप पनि हो। इन्टरभ्यू पनि हाम्रो त अब सजिलो थियो, कम्युनिकेसन मात्रै हेर्थ्यो हाम्रोमा त है। अहिले त सुनेको मैले पुरा सोध्छ अरे, क्लाइन्टले उताबाट धेरै सोध्छ अरे हो इन्टरभ्यूमा। त्यहाँबाट इन्टरभ्यूमा छिर्नुभयो, उता एम्बेसीमा इन्टरभ्यू हुन्छ फेरि। अब त्यहाँ फेरि तपाईको फेल हुनुभयो, त्यहाँ क्लियर भएन भने तपाईँलाई फेरि निकाल्छ। त्यही पनि तपाईको पैसा वेस्ट भयो हो। त्यही कारणले भन्छु तपाईहरु वेल प्रिपेयर हुनुहोस्। किनभने अब दिल्लीमा पनि जानुपर्छ, दिल्ली गएर बस्नुपर्छ, एम्बेसीमा पैसै लाग्छ, एपोस्टल भन्यो, मेडिकल भन्यो, खर्च धेरै हुन्छ। त्यो सबै सोच्नुहोस्। त्यो सबै गरेर पहिले एडभान्समा मैले भनिदिएको मेरो फलोवर्सहरूलाई हो। जो कन्फिडेन्स छ, जसलाई नलेज छ, उसले मात्रै एप्लाई गर्नुहोस् ल। हामी पनि यहाँ डे बाई डे काम गर्दैछौँ, कति कुरा थाहा छैन, धेरै कुराहरू सिक्दैछौँ। हामी त अब लकले भनौँ न, अब छिरिहाल्यौँ, सजिलै छिरिहाल्यौँ हो। त्यति सजिलो चाहिँ छैन अहिले पहिलाको जस्तो, बुझ्नुहोस् यो कुरा चाहिँ। हामीलाई पनि धेरै साह्रो छ नि यहाँ। कतिपयलाई त अहिले पनि कति साह्रो छ, अब कसैले भन्दैन कस्तो छ के छ काम हो। अब साह्रै हुन्छ सबैको, कसैको होला सजिलो, तर धेरै जस्तोको साह्रै छ। मेरो पनि साह्रै छ काम, सबैको साह्रो छ। त्यही भएर बुझेर आउनुहोस्। सबैजनाले मलाई मेसेज गर्नु भएको थियो। अब मेसेज त मैले गर्नु भनेको थिएँ पहिलाको भिडियोमा। थाउजन्ड्स अफ मेसेज आएको छ मलाई। अब मसँग पनि टाइम छैन। हेर्नुहोस्, म पनि अब ड्युटी जाने मान्छे हो। ड्युटी जाने 10-11 घन्टा ड्युटी गरेर आउने, फेरि खाने, पकाउने, सुत्ने, फ्यामिलीलाई पनि टाइम दिनै पर्यो। अनि जति सक्दो मैले सकेको मेसेज रिप्लाई त मैले गरिरहेको छु। र जति अब मेसेज रिप्लाई गर्न नसकेकोलाई चाहिँ अब म सरी भन्छु। अझै पनि मेसेज आउँदैछ, म दिँदैछु, सबैको रिप्लाई दिन म कोसिस गर्दैछु, टाइम निकाल्दैछु हो। आजको भिडियोमा यति नै। भिडियो इन्फर्मेटिभ लाग्यो भने सेयर गरिदिनु होला, लाइक पनि गरिदिनु होला। र फेरि पनि म यस्तै इन्फर्मेसन भिडियोहरू लिएर आउँछु। र जस्तो अपडेट आउँछ म त्यो पनि भिडियो बनाएर तपाईँलाई दिइहाल्छु है। र आजको लागि यति नै। बाई बाई।